एएनसी भिजिट जम्मा कतिचोटि गर्नु उपयुक्त मानिन्छ? जम्मा 8 चोटि। कहिले कहिले गर्ने त? 12 हप्तामा, 20 हप्तामा, 26 हप्तामा, 30 हप्तामा, 34 हप्तामा, 36 हप्तामा, 38 हप्तामा र 40 हप्तामा। र यसको बेनिफिटहरू के छ? किन चाहिन्छ यो? यसले गर्भावस्थाको जटिलता पहिचान गर्नमा मद्दत गर्छ। भ्रूणको विकास र वृद्धिको निगरानी गर्नमा मद्दत गर्छ। पोषण तत्व, आइरन, फोलिक एसिड र खोप प्रदान गर्न परामर्शको लागि मद्दत गर्छ। सुरक्षित प्रसुति तयारीमा सहयोग गर्न मद्दत गर्छ र अन्य केही शारीरिक जटिलतालाई डिटेक्ट गर्नमा पनि सहयोग गर्छ। धन्यवाद। एएनसी भिजिट जम्मा कतिचोटि गर्नु उपयुक्त मानिन्छ? जम्मा 8 चोटि। कहिले कहिले गर्ने त? 12 हप्तामा, 20 हप्तामा, 26 हप्तामा, 30 हप्तामा, 34 हप्तामा, 36 हप्तामा, 38 हप्तामा र 40 हप्तामा। र यसको बेनिफिटहरू के छ? किन चाहिन्छ यो? यसले गर्भावस्थाको जटिलता पहिचान गर्नमा मद्दत गर्छ। भ्रूणको विकास र वृद्धिको निगरानी गर्नमा मद्दत गर्छ। पोषण तत्व, आइरन, फोलिक एसिड र खोप प्रदान गर्न परामर्शको लागि मद्दत गर्छ। सुरक्षित प्रसुति तयारीमा सहयोग गर्न मद्दत गर्छ र अन्य केही शारीरिक जटिलतालाई डिटेक्ट गर्नमा पनि सहयोग गर्छ। धन्यवाद।